हेलो नमस्ते जोजोलोपा तारेमाम र दुवै हातको छड्के सलाम। कति घर अफिस गर्नुहुन्छ, कति कामको तनाव लिनुहुन्छ, जहिले त्यही काम। आउनुहोस् त्यो तनाव बिर्सौँ र केही समय रमाइलो गरौँ र केही समय ठट्टा गरौँ। र त्यो रमाइलो कार्यक्रम लिएर आएको छु म अशेष खनाल, जोक्स बाई अशेष भन्ने कार्यक्रम लिएर। एउटा संस्कृतको सरलाई एकजना विद्यार्थीले सोध्छ, सर रौगन नपाम रधु र रौगन नपाद्यम भने के हो सर भनेर सोध्छ। र सरले ठुला संस्कृतका महाकाव्य खण्डकाव्यहरू हेरेपछि पनि पत्ता लगाउन सक्नुहुन्न र एक दिन त भन्नुहुन्छ, बाबु मैले केही पत्ता लगाउन सकिनँ, तै भनिदिए के हो भनेर। र सर आउनुहोस् न यता, प्रिन्सिपल सरकै कोठामा लेखेको छ। घर जाँदाखेरि प्रिन्सिपल सरको कोठामा जाँदाखेरि देख्छ सिसामा लेखिरहेको रौगन नपाम रधु र रौगन नपाद्यम। भित्रबाट के लेखेको हुन्छ भनेदेखि धुम्रपान नगरौँ, मद्यपान नगरौँ। आजको दिव्य ज्ञान, मान्छेले अङ्ग्रेजीमा जतिसुकै MA, MPhil र PhD किन गरेको नहोस्, कुकुरले लखाड्दाखेरि थत उता जा नै भन्दो रहेछन्।